25 computers for my and some earphones or headphones. त्यस्तो किसिमको मेसेज मलाई चाहियो सामान भनेर के हुन सक्छ है त्यस्तै खालको तर एकछिन बोल्नु पर्छ यो चाहिँ यो among the speaking tests 1 2 3 4 5 dear students this is the longest hands down I mean no doubt this is the longest one among the 5 types of questions सबैभन्दा लामो यही हो एउटै मात्रै क्वेशन आउँछ अरु जस्तो चार चारवटा आउँदैन तर यसैमा आत्तिन्छ विद्यार्थी फेरि ला क्वेशन यत्रो लामो छ पढ्नु पर्यो के मेसेज छोड्ने उले के भनेको छ कम्प्युटर मगा भनेको छ कि खाना मगा पो भनेको छ कि के पो भनेको छ कि त्यो बुझ्नु पर्यो त्यसलाई बनाउनु पर्यो तयारी गर्नु पर्यो दे गिभ यु टाइम टु प्रिपेयर डोन्ट वरी डोन्ट बी नर्भस 40 seconds टाइम फुल्ली फर प्रिपरेसन यसको ब्याड न्यूज चाहिँ के लेट मी टेल यु द डिसएडभान्टेज अफ पार्ट 5 पार्ट 1 पार्ट 2 पार्ट 3 पार्ट 4 मा कोही क्वेशन बिग्रियो चित्त बुझेन भने सबमिट गर्नुभन्दा अगाडि दैलो खोलेर उता पठाउनु भन्दा अगाडि सबमिट भनेको मैले बुझाएँ है आन्सर मेरो भनेको हो नि त हैन बिफोर यु सबमिट यु क्यान चेन्ज रिपिट मलाई यो आन्सर क्वेशनको आन्सर चित्त बुझेन म फेरि गर्छु दोहोर्याएर भन्न पाइन्छ पार्ट 1 पार्ट 2 पार्ट 3 पार्ट 4 मा जम्मैमा त्यस्तो गर्न थाल्यो भने त पार्ट 1 पार्ट 2 सबै क्वेशन गर्यो भने त समयले नदेला तर त्यसमा 50% जति क्वेशन 60-70% क्वेशन दोहोर्याउँदा पनि हुन्छ चित्त नबुझ्दा नो प्रब्लम बट द ब्याड न्यूज अबाउट पार्ट 5 इज दैट you have no chance to repeat the question. You give the answer only one time, only once. I hope you understood. Part 1, part 2, part 3, part 4. You are allowed to repeat the answers. If you are not happy with your answers, if you think you could not give a very good answer, you didn't feel satisfied, you can change that. Then you can submit. Click the submit button. The click हुन्छ नभए भने क्लिक नगर्ने दैलो खोलेर नपठाउने ओके सिम्बोलिकली मैले त सांकेतिक अर्थ भने है दैलो खोल्ने हुँदैन त्यहाँ इट्स जस्ट अ सिम्बोलिक आन्सर सो बिफोर यु सबमिट योर आन्सर्स यु क्यान रिपिट दोज बट 5 number part you cannot repeat. That's why students become little nervous. इट्स लङ्गेस्ट पहिलो दुईटा कुराले नर्भस हुन्छ एउटा दोहोऱ्याउनु पाइँदैन गल्ती भयो भने बिचमा आएर भएर टाइम गयो भने 1 मिनटसम्म बोल्नुपर्छ फेरि 2 मिनट यत्रो लामो बोल्नु पर्यो अरू जस्तो 10 seconds 20 seconds बोलेर हुँदैन 1 मिनट बोल्ने भनेको निकै बेर बोल्नु पर्छ 30 seconds 40 seconds बोलेर भन्छु भन्न पाइँदैन जसरी पनि लामो बनाउनै पर्यो आन्सर 1 मिनट त तान्नै पर्यो 60 seconds टिक टिक घर भएर यसो घडी हेरेर बोल्नुस् त आज बुवाको बारेमा माई फादर भनेर बोल्नु भोलि पोखरा भनेर बोल्नु पर्सि चाहिँ ज्ञानेन्द्र शाही भनेर बोल्नु कोही दिन राजेश हमाल भनेर बोल्नु कोही दिन डोनाल्ड ट्रम्प कोही दिन झापा कोही दिन क्याम्ब्रिज अफिसियल टेस्टको बारेमा बोल्नु कोही दिन राजदरबारको बारेमा जे पाए त्यही ठाउँको बारेमा मान्छेको बारेमा 1 मिनट बोलिन्छ कि बोलिँदैन यसो याद गर्नु त आफै मोबाइलमा कति गाह्रो हुँदो रहेछ 1 मिनट कन्टिन्यू बोल्न आएर नगरिकन ग्रामर मिलाएर प्रेजेन्ट पास्टमा केमा हुन्छ त्यो बात तपाईलाई थाहा हुन्छ तर 1 मिनट स्पिकिङ चाहिँ अलिकति च्यालेन्ज मान्छ तर यहाँ चाहिँ त्यस्तो च्यालेन्ज हुँदैन फेरि घरमा बोले जस्तो वाइ घरमा राजेश हमालको बारेमा बोल्दा आफै बनाउनु पर्यो जम्मै आन्सर कुनै केही बाटो छैन हामीलाई नो क्लू नो आइडिया बट इन दिस क्वेसन पार्ट 5 लिभ अ मेसेज यु विल बी गिभन सम आइडियाज दे विल टेल यु यतिवटा कुर्सी माग्नु यतिवटा बेन्ची माग्नु यतिवटा टेबल माग्नु दराज माग्नु फर्निचरबाट मगाएको हो भने कपडा मगाएको हो भने यतिवटा सर्ट माग्नु यतिवटा प्यान्ट माग्नु साडी माग्नु यस्तो बा कम्प्युटरहरू मगाएको हो भने अफिसको लागि यतिवटा कम्प्युटर माग्नु यतिवटा केबल माग्नु यतिवटा यो माग्नु प्रिन्टर माग्नु उनले भन्देकै हुन्छ 5वटा माग्नु 10वटा माग्नु 15 माग्नु बा मगाइसकेको वस्तु बिग्रेको थियो कम्प्लेन गर्नु भनेर कम्प्युटरले 5वटा कम्प्युटर बिग्रियो 20वटामा भन्नु भनेर लेखिदिएको हुन्छ प्रिन्टर चाहिँ 25वटा 20वटा प्रिन्टर ल्याएको 4वटाले त कामै गर्न छोड्यो भनेर भन्नु भनेर उसले लेखिदिएकै हुन्छ जे लेखिदिएको हुन्छ त्यसलाई बढाएर लम्ब्याएर भन्ने हो सो इट्स इजी घरमा राजेश हमालसँगको बारेमा बोलेको भन्दा अलि इजी चाहिँ हुन्छ मैले सिकाइसकेपछि when you learn in the class you will start believing that त्यस्तो गाह्रो त नहुँदो रहेछ 1 मिनट भए पनि किनभने हामीलाई मसला त दिएकै छ नि मोमोमा अचार हाल्ने हो कि पिरो हाल्ने हो कि अमिलो हाल्ने हो त उसले दिएकै छ त नदिएको भए नयाँ मसला बनाउँदा पो इट्स डिफिकल्ट
I have to make the whole chutney, whole spice I have to grind up and I have to prepare. But here they have given me all the ingredients, all the materials that I need for constructing my answer. So it won't be so difficult when you get into speaking. Real question paper, when you look at the real question paper, when you get ideas from the teacher, when you start practicing, it will become easy. I know that. But इजी हुँदाखेरि पनि गाह्रै छ यो, मैले त भन्दिनै पर्छ एज अ टिचर है। धेरै फुर्क्याएर फेरि एकदम तेल मालिस गरेर इजी छ भने नेपालमा यत्रो फेल गरेछ त हैन। यत्रो 17,000 ले दिँदाखेरि चाहिँ त्यहाँबाट यत्रो 12-1300 ले पास गरेपछि अनि धेरै इजी छ ए भनेर तपाईहरुलाई चाहिँ अहिले धेरै फुर्क्याउन थाल्यो भने तपाईहरु फेरि अल्छी बन्नुहुन्छ है। बिवान ल्याउने गरी प्र्याक्टिस गर्नुहुन्न, त्यो गर्नलाई त बस्या होइन नि त हामी, पैसा खर्च गरेर मेहनत गरेको, दुःख गरेको हैन। दैट इज व्हाई त्यति इजी छैन। इभन पार्ट 1, पार्ट 2, पार्ट 3, पार्ट 4 कै कुरा गर्दाखेरि एकदम इजी देखिन्छ, आँखाले हेर्दा त्यस्तो लाग्छ। तर जति इजी हुन्छ क्वेशन उति डिफिकल्ट हुन सक्छ कहिलेकाहीँ, किनभने टु मच इजी बनाएको नै उले डिफिकल्ट बनाउनलाई हो। व्हाट इज योर नेम भन्ने बित्तिकै मान्छे आत्तिन्छ, मेरो नेम त मलाई थाहा नै छ नि भनेर इजी, तर बोल्ने तरिका कस्तो छ के छ त्यही हेर्छ उसले। अर्को डेन्जर के त, म डेन्जरको कुरो गर्छु ल हजुरहरुसँग अहिले, बिफोर आई जम्प इन्टु लिसनिङ। मलाई लाग्छ त्यो जरुरी छ गर्न, त्यही भएर हो।